बढ्न थालेपछि कञ्चनपुरका स्थानीय पालिकाहरूले विद्यालयमा बिदा दिन थालेका छन्। विद्यालयहरूको स्वास्थ्य असरलाई मध्यनजर गर्दै केही स्थानीय पालिकाले गर्मी बिदाबाट कट्टा नहुने गरी विद्यालयमा बिदा गर्ने निर्णय गरेका हुन्। भीमदत्त नगरपालिकाले जेठ 11 गतेदेखि 13 गतेसम्म नगरपालिका क्षेत्रभित्र सम्पूर्ण संस्थागत र सामुदायिक विद्यालयमा बिदा दिएको छ। नगरपालिकाको शिक्षा शाखाका प्रमुख हरिदत्त जोशीका अनुसार अत्याधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्य असर पर्न सक्ने भएकाले बिदा दिने निर्णय गरिएको छ। उनका अनुसार उक्त बिदा गर्मी बिदाबाट कट्टा हुनेछ। त्यसैगरी कृष्णपुर नगरपालिकाले आजदेखि लागू हुने गरी 3 दिनका लागि नगरपालिका क्षेत्र सबै विद्यालयमा बिदा दिएको छ। नगरपालिकाका प्रमुख हेमराज ओझाले अत्याधिक गर्मीका कारण विद्यालयमा पठन पाठन प्रभावित हुन थालेपछि विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि प्राथमिकता राखेर बिदा दिएको बताए। त्यस्तै शुक्लफाटा नगरपालिकाले पनि गर्मीको अवस्थालाई मध्यनजर गरी छलफल गरेर बिदा दिने विषयलाई निर्णय गरिने जनाएको छ। नगरपालिकाका शिक्षक शाखाका प्रमुख टिकेन्द्र राज भट्टले मौसमको अवस्थालाई निरन्तर निगरानीमा राखिएको बताए। गर्मीका कारण बालबालिकामा टाउको दुख्ने, कक्षा कोठामा निदाउने तथा अध्ययन केन्द्रित गर्न कठिन हुने समस्या देखिन थालेको शिक्षकहरूले बताउनु भएको छ। धेरै विद्यालयमा कक्षा कोठामा पंखा छैन भने केही पंखा बिग्रिएका छन्, जसले पठन पाठन सञ्चालन गर्न समस्या भएको छ। टिनको छाना भएका कक्षा कोठामा बसिन सक्नु छ, एक शिक्षकले गुनासो गरे। हाल कञ्चनपुर र कैलाली जिल्लामा दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा बढी माथि पुग्न थालेको छ।